आज म तपाईहरुलाई लिएर जाँदैछु पाटन दरबार स्क्वायर। यो भिडियो रातको समयमा लिएको है, जानकारी पनि तपाईहरुलाई गराइहाले। यो रातको समयमा लिएको भिडियो हो। तपाईहरुले दृश्यमा पनि देख्न सक्नुहुन्छ। विशेष गरी पाटन दरबार स्क्वायर नेपालको मुटुमा बसेको अनि कलात्मक सौन्दर्यले भरिएको छ। ललितपुर जिल्लामा पर्ने यो दरबार मल्लकालीन इतिहासको जीवन्त संग्रहालय हो। जसले सभ्यता, समृद्धि, संस्कृतिहरूको गाथा सुनाउँदै आएको छ। यहाँको काठको झ्याल, ढुङ्गाको कलाकृतिले तपाईलाई मन्त्रमुग्ध बनाउँछ। हरेक गल्ली, हरेक मूर्तिकलाको संग्रह हो पाटन दरबार स्क्वायर। र यो ठाउँ संस्कृति र निपुण हस्तकलाको प्रतीकको रूपमा पनि लिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत भएको पाटन दरबार स्क्वायर हिन्दू र बौद्ध धर्मको सङ्गमको रूपमा रहेको छ। यहाँका प्रत्येक मन्दिरले आस्था र सहिष्णुताको कथा बोल्छन्। यहाँ भीमसेन मन्दिर, कृष्ण मन्दिर लगायतका धेरै मन्दिरहरू छन् र सबै कुराहरू भिडियोमा प्रष्ट पार्न नसकिए तापनि तपाईहरु आएर एकचोटि यो दरबार भिजिट गर्नै पर्छ है। त्यहाँका मूर्ति र ढुङ्गामा चाहिँ शिलालेखहरू देख्न सकिन्छ र प्रष्ट रूपमा शिलालेखहरू नदेखिए तापनि तपाईहरुले अलिअलि मात्रै बुझ्न सक्नुहुन्छ है। त्यो चाहिँ जहाँ चाहिँ सुनको लेप लगाइएको झ्यालहरू छ। र यो झ्याललाई चाहिँ सुनको झ्याल पनि भन्ने गरिँदो रहेछ। हामीले त्यहाँको स्थानीयहरूसँग पनि सोधेका थियौँ यो विषयमा।
भित्तामा कुदिएका कलाकृतिहरू मूर्तिहरूलाई पनि तपाईँहरूले निहाल्न सक्नुहुनेछ। पाटन दरबार स्क्वायर वरिपरि चाहिँ विशेष गरी नेवारी समुदायहरूको बसोबास रहेको छ। र त्यहाँका समुदायहरूको जीवनशैलीले तपाईँलाई साँच्चै घर जस्तो महसुस गराउनेछ। रातको समयमा हामीले त्यहाँको जात्राका लागि तयारी अवस्थामा रहेको धिमे बाजाहरूलाई पनि देख्न सक्छौँ। र मैले अघि नै पनि भनिसकेँ, पाटन दरबार स्क्वायर चाहिँ हिन्दू र बौद्ध धर्मको सङ्गम हो। पाटन दरबार स्क्वायर एउटा यस्तो ठाउँ हो जहाँ एउटा अनुभव हुन्छ, इतिहास, संस्कृति, कला र शान्तिको सङ्गम हो। तपाईँ पनि एकचोटि यो अनुभव गर्न नबिर्सनुहोस् है।